आज हामी गइरहेछौँ रामबलतिर। त्यही भएर हामी पार्टी खान जाँदैछौँ हामी दुईजना। त्यही कारणले अब आधी बाटोमै ऊ भएछ, टाढ पर्खिनु रहेछ। रेस्ट गऱ्यौँ एकछिन अनि छिटो जाँदैछौँ हामी। मोटो बाटै भुलेर कस्तो तनाव भइदिएर अनि त्यसपछि अब इन्डिया जाने भन्ने सोचिरहेको थिएँ। अब यो सिरियस त ढिलो आयो। यो अगाडि मैले साइकल चाहिँ सिरियसको ब्याग किन बोक्यो भन्दाखेरि त्यो भित्र सामान अट्छ नि त, आँप छ के थियो। हामी उता रामबेल जङ्गल जानुलाई थियौँ, त्यही कारणले एउटा आधी बाटोसम्म कलेजसम्म बाटो भयो। त्यही भएर अब यहाँ अफरोडिङ आउनु लाग्यो। अब आउनु चाहिँ यो चाहिँ मैले के भन्दाखेरि अब मेरो साथीको बाबाको बाइक जस्तो लाएर भने किन भने अनि त्यसपछि डिसीले बोलाऊ भन्दाखेरि शेरजसले चाहिँ म चाहिँ अब जाने भनेर ढिलो हुन्छ नि त, 11 हो कति बजिसकेको थियो। बिहान चाहिँ जान लाग्यो हामी बिर्सेर हो अरे मजा आउँथ्यो। अनि त्यो अङ्कलले त हामीले के दिनु भएको थियो 9वटा आँप अनि टिपेको हामीले, अनि 2टा आँप चाहिँ उहाँले दिएको। त्यसपछि अर्कोबाट आएको थियो ऊ चाहिँ यता रामसर ऊ भयो क्या। पहिलेदेखि मैले यो मोबाइल होल्डर होइन नि त, मैले रबरले जुगाड गरेँ हो नि त। मोबाइल होल्डर त मेरो घरमै छुटेको क्या, त्यही कारणले अनि म ढिलो भएर अब छिटो जाने हो भन्दै जान्ला। कस्तो हुन्छ नि, आफ्नो साइकल अरूलाई अर्को साइकल आफ्नोतिर कस्तो हुन्छ नि। अनि यहाँ चाहिँ नर्सरी थियो यो साइडमा, यतातिर यो ढुङ्गा भएको साइड होइन, यो रुखा साइडमा जो नर्सरी हो। बास्केट यो चाहिँ अगाडि के भने बास्केटबल के भन्छ बास्केटबल काउन्टर थियो त्यहाँ। आजको मजा आयो। अब हामीले उता रेस्ट गर्नु लाग्यो नि, त्यही कारणले रोकेको है। अनि हामी त्यसपछि रेस्ट गऱ्यौँ, गरेर हामी छिटो गयौँ। अनि मोबाइल चाहिँ ब्यागभित्र थियो मेरो।